हेलो गाइज नमस्ते सबैजनालाई वेलकम ब्लगमा। म चाहिँ आज यसो पसलतिर चामल लिन जाउँ कि भनेर निक्लेको। गर्मी धेरै छ, एक्लै छु। ड्युटीबाट आउनु बित्तिकै भोक लागेर चामल लिन जाउँ। बाटोमा हिँड्दा हिँड्दै घडी सो गरौँ भनेर देखाएको साथीहरू न्यु घडी कस्तो छ। ठीक है त लागेको थियो ड्युटीबाट आउनु, त्यही भने के गर्न खानै पर्यो। खानको लागि गए पनि अलिकति मेहनत त गर्नै पर्यो। धेरै टाढा गएको बात त सही है दौडना त पर्ता बाजेकै छ। बाटोमा हिँड्दा हिँड्दै छोटो भ्लग बनाऊ भनेको, फेरि वरिपरिबाट माथि सिसी क्यामेरा लगाएर वरिपरि मान्छेहरू हिँड्दा अलि अर्कै त लाग्छ, त्यही पनि बनाइदिउँ भनेर बनाइदिएको। बाटोमा क्यामेराहरू राखेको हुन्छ यार, एक्लै मोबाइल तेर्साएर भिडियो बनाउनु पनि अर्कै लाग्नु कि। अरे कहना क्या चाहते हो? केटाहरू आजको सबको ड्युटी भएर एक्लै हिँड्नु परेको छ यार। केटाहरूको सबको ड्युटी छ, साथीहरूको, त्यही भएर एक्लै अनि एक्लै पनि हिँडौँ भनेर हिँडेको। कति साथीहरूसित मात्रै हिँड्नु र कहिले कसै त एक्लै पनि मेहनत गर्नुपर्छ। शाबाश बेटा। छैन बाहिरतिर अहिले अलि गर्मी छ कि, त्यही भएर कोही निक्लेको छैन। गाडी पनि पाउँदैन यस्तोमा त गर्लेमा। बन्धु भाइ क्या हाल है? ठीक है। चामल नै घरको पसलमा पुगेको। हाम्रो बङ्गाली भाइ बसिरहेको रहेछ कस्टमर नपाएर। आज फेरि ठ्याक्क आफूले खाने चामल एवसन 45 का है ना? जानु परेन। एवसन चावल कितने का है? यसो चिकन के छ कि भनेर हेरेको, साथीले खालिरहेको रहेछ फ्रिजबाट। माछा भेटाउन रहेछ, यस्तो गर्मीमा माछा खाएर के गर्नु। भाई ये मुर्गी कितने का है? भोक पनि धेरै लागेर बिस्कुट खाउँ कि भनेर हेरेको, कुन खाने पो भयो त। कुन लाने त कुन खाने। Oh my God! Wow! चित्तै बुझ्दैन कि। यसो ग्यालेक्सीहरू मार्सहरू उठाइदिएको, जति मिल्छ सब खानेहरू, चक्लेटहरू मनपर्ने एकदम सबै उठाइदिएको। हातमै हटाएन फेरि बसिहाल्यो फेरि। सब आइटम गएर किनेको। कितने के? सामानहरू सबै किनी भ्याएर अब के खाउँ भनेर खाएको। बार्बिक्यान र एउटा कोकोनट बिस्कुट।